सोल्टीहरू एउटा कुरा कि अनि केटाहरूले त हातैले काम चलाउँछन् रे त हो अनि हामी तरुणीहरूको चाहिँ के काम अनि हामीलाई चाहिँ बैगुन हेर्नुहोस् त सोल्टीहरू आज म यो बैगुन लिएर जंगलमा आएकी छु जंगलमा म बाहेक कोही छैन अब यो बैगुनलाई के गर्ने होला भनेर सोचिरहेको छु बैगुन अलि मोटो छ तर पनि काम चल्छ होला तेल सेल लगाएर भए पनि काम चलाउनु पर्ला के गर्नु सोल्टीहरूको खडेरी लागेको छ सुँगुरको मासु खाने सोल्टीहरू हुनुहुन्छ भने मगर्नी ताक्दा हुन्छ है अनि मगर्नीको सेतो त्यो भुत्ला बिनको काँचो मासु पनि मिल्छ को अलि सिकारी हुनुहुन्छ कमेन्टमा आउनु होला सोल्टी चाहिँ अलि तिनतिग्रेवाला भयो भने राम्रो हुन्छ एकै तालमा काम पुगोस् नहेर्नुस् न हौ सोल्टी त्यस्तरी अहिले फेरि हजुरको कान्छो भाइ समक्क गरेर रिसायो भने के गर्नु फेरि कान्छो भाइ फकाउन त गाह्रो पो हुन्छ त कान्छीको पुतलीमा डुबुल्की नमारीसम्म त ढुङ्गै फुटाउला चाहिँ गर्छ नि कान्छो भाइ आधा घण्टासम्म नन स्टप मादल बजाउन सक्ने सोल्टीहरू हुनुहुन्छ भने सम्पर्कमा आउनुहोस् है बरु मादलको छाला च्यातियोस् तनक दिन नछाड्ने मगर्नीहरूको पुतालीमा भुत्ला हुँदैन रे नि भनेर लेख्नु भएको रहेछ उहाँलाई धन्यवाद अब अरू मगर्नीहरूको चाहिँ मलाई थाहा भएन मेरो चाहिँ कलिलो सलक्क परेको भुत्ला बिनाको छ पछि छिप्पिँदै गएपछि पलाउँछ होला म तपाईलाई भनौला आउनु है सोल्टीहरू हाम्रो गाउँको खोलामा खेल्ने भए मैले त आज कटु पनि नलगाई आकी छु खोला खेल्नलाई आउनुहोस् सँगै खेलौं तर यो खोलामा धेरै माछाहरू छ भनेर सुनेकी छु फेरि सोल्टीको भाइ छिर्ने कुरमा माछा खुलित्तै छिर्यो भने त बर्बाद हुन्छ तर छिर्दैन होला हौ मेरो कुरा टाइट छ चुपुक्क परेको औला त छिर्न गाह्रो हुन्छ माछा त के छिर्थ्यो सजिलै हेर्नुहोस् त सोल्टीहरू छोटो फ्रक सेतो खुट्टा देखेर मनमा कस्तो कस्तो भएन फेरि धेरै नहेर्नुहोस् है कान्छो भाइलाई ज्वरो आउला नि फेरि हेर्नुहोस् त साथीहरू यो तुरीबारी कति राम्रो छ तपाईहरुको कुन जिल्ला पर्छ कमेन्टमा लेख्नु होला अनि तपाईहरुकोमा यस्तो तुरी हुन्छ कि हुँदैन भन्नुस् मलाई त यस्तो तुरीको फूल खेलाउन साह्रै मजा लाग्छ म त तुरीबारी भनेपछि हुरुक्कै हुन्छु तुरी देख्न बित्तिकै खेलाम लाग्छ हेर्नुहोस् त साथीहरू यो तुरीबारी कति राम्रो छ तपाईहरुको कुन जिल्ला पर्छ कमेन्टमा लेख्नु होला अनि तपाईहरुकोमा यस्तो तुरी हुन्छ कि हुँदैन भन्नुस् मलाई त यस्तो तुरीको फूल खेलाउन साह्रै मजा लाग्छ म त तुरीबारी भनेपछि हुरुक्कै हुन्छु तुरी देख्न बित्तिकै खेलाम लाग्छ गर्मी धेरै भएर किनेको छोटो लुगा लगाएर हिँडेको चर्को लाग्यो घाम गर्मी धेरै बढेछ चर्को लाग्यो घाम छाडा मगनी भन्नु भएको रहेछ म त्यस्तो छाडा चाहिँ छैन ल मान्छेहरूले कालो न कालो सामान देखाउँदा त केही भएको छैन कमसेकम मैले त देखा छैन नि माल केटीहरू जति गर्दै कराउँछ केटाहरूलाई उति मजा आउँछ रे हो नडाटी भन्नुस् त सोल्टीहरू कुरो के हो अनि सोल्टीहरूले कसैलाई पार्नु भएको छ कि छैन आजसम्म केटाहरू त सानैदेखि चालु हुन्छन् के नपार्नु होइन सोल्टी केराको भाउ बढ्यो रे भन्छन् हामी केरै नपाउनेलाई के को बाल होइन सोल्टी केरा पाए पनि म त खान्न फेरि पेट ठुलो भयो नि के गर्ने बरु सोल्टीहरूकोतिर कतिको सस्तो छ नि केरा सस्तो छ भने सुटुक्क मेसेन्जरबाट पठाउनुस् त सोल्टीको गाउँको केरा कस्तो हुन्छ ओहो सोल्टीहरू भाइ पस्ने कुरमा पानी छिर्छ कि के हो पानी मात्रै छिरे त ठिकै छ फेरि माछा बस्ने कुर पो रहेछ भनेर खुलुत्त माछा पस्यो पानी मात्रै छिरे त ठिकै छ फेरि माछा बस्ने कुर पो रहेछ भनेर खुलुत्त माछा पस्यो भने त बर्बाद मसँग लभ गर्नु मलाई भेट्न आउनु भन्दा मान्नु भएन सोल्टी अब मलाई हेर्दै 36 हान्दै बस्नुस् ल हेर्नुहोस् त म कस्तो च्वाक छु कसरी काम गर्न मन छ भनेर कमेन्ट गर्नु भएको रहेछ मलाई त त्यो हुन्छ नि कुकुर कट कि खै के कट भन्छ नि साह्रै मन पर्छ एउटा कुरा नडाटी भन्नुस् त सोल्टीहरू केटाहरूलाई ठुलो भोगटे भएको केटी मन पर्छ कि सानो भएको अनि केटाहरूलाई त दुई हातले नभ्याउने भोगटे साह्रै मन पर्छ रे त अनि हामी जस्तो सानो भोगटे हुने केटीहरू चाहिँ खोया हो कुन कट मन पर्छ सोल्टिनी भनेर लेख्नु भएको रहेछ मलाई त कुकुर कट नै ठिक लाग्छ ल्याम आधा घण्टासम्म कोही सोल्टीहरू मसँग साच्चीकै लभ गर्ने हुनुहुन्छ भने सम्पर्कमा आउनु होला म व्हाट्सएप नम्बर दिउँला जुनसुकै जातको भए पनि हुन्छ मलाई तर डोज पुर्याउन सक्ने अनुभवी सिकारी केटो भए एकदमै राम्रो हुन्छ एकैछिनमा लुत्रुक्क पर्नेले चाहिँ सम्पर्क नगर्नु होला
हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? यो मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुस् है। अनि फलो पनि गरिदिनु होला मेरो फेसबुकलाई। अनि धेरैले सोध्नुहुन्छ तिम्रो बोयफ्रेन्ड छ कि छैन भनेर। मेरो आजसम्म कोही पनि बोयफ्रेन्ड छैन, सिंगल हो। कसैलाई मन पर्छ भने भेकेन्सी खाली छ। फरक्क जामा फर्काएर सलाट्ट लगाउँदा त स्वर्गमै पुगे जस्तो हुन्थ्यो होला है सोल्टी। तर के गर्नु, सम्झिनै पानी छम्किने भने जस्तो। तर के गर्नु, सम्झिनै पानी छम्किने भने जस्तो, होइन सोल्टी? हेलो सोल्टीहरू, के छ हल्ली चल्ली? कोही सोल्टीहरूले मलाई गर्लफ्रेन्ड बनाउने मन छ भने सम्पर्क गर्दा हुन्छ है, भ्याकेन्सी खुल्ला छ। तर एक ठ्याक नो कन्ट्याक्ट भने जस्तो चाहिँ गर्न पाइन्न नि, अहिले भनिदिएको छु। कुरा मिलेपछि सधैँ ठ्याक सधैँ कन्ट्याक्ट। के छ मेरो हेन्सम सोल्टीहरूको हल्ली चल्ली? सोल्टिनीलाई चटक्कै माया मारेको हो कि के हो? लाइक कमेन्ट आउनै छाड्यो। यसो हामीलाई पनि हेर्ने गर्नुहोस् न हौ सोल्टीहरू। के हो, हाम्रो चाहिँ माल होइन कि के हो? हाम्रो त मालै छैन जस्तो गर्छन् त। एउटा सोल्टीले यो मगर्नीलाई बजाउन पाए त भनेर कमेन्ट गर्नु भएको रहेछ। मगर्नी मादल हो र बज्नलाई? धेरै बजे प्याच 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 गर्छ होला। धेरै बजे प्याच 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 गर्छ होला। एउटा कुरा कि नडाटी भन्नुहोस् त सोल्टीहरू, केटाहरूको कान्छो भाइले बैमान गर्न थालेपछि एकपल्ट खेलाएर मात्रै फकिन्छ अरे हो। पल्ट खेलाएर मात्रै फकिन्छ अरे हो। हेर्नुहोस् साथीहरू, आज चाहिँ हाम्रो गाउँमा सुँगुरको मासु काटेको छौँ। म चाहिँ मासु लिन आएको छु। तपाईहरूलाई पनि चाहिन्छ भने कमेन्टमा भन्नु होला है। साँच्चै कति धार्नी चाहिन्छ कमेन्टमा अर्डर गर्न नबिर्सिनु होला। सुँगुरको बोसो खायो भने बोसो कस्तै चिप्लो धेरै आउँछ रे। कसरी काम गर्न मन छ भनेर कमेन्ट गर्नु भएको रहेछ। मलाई त त्यो हुन्छ नि, कुकुर कट कि खै के कट भन्छ नि, कुकुर कट कि खै के कट भन्छ नि, साह्रै मनपर्छ। यो केटाहरू लास्टै फटा हुन्छन्। केही पनि गर्दिन भनेर भेट्न बोलाउँछन् अनि फकाई फकाई काम तमाम पार्छन्। एउटा कुरा के, हाम्रो नेपालमा सबै जान्ने नै जान्नेहरू छन्, सबै न्यायाधीश। तर नेपाल किन बनेन? कि बादर धेरै बाठो भयो भने गेडा चेपिन्छ भन् जस्तै भएको हो। कि बादर धेरै बाठो भयो भने गेडा चेपिन्छ भन् जस्तै भएको हो। केटीहरू त औलाले नै काम चलाउँछन् रे नि भनेर कमेन्ट गर्नु भएको रहेछ। सोल्टी, सबै केटा जति खाडीमा, यता कसले लाने झाडीमा? आफ्नो हात जगर्नाथ, आफ्नो हात जगर्नाथ। केराको भाउ बढ्यो रे भन्छन्। हामी केरै नपाउनेलाई के को बाल होइन सोल्टी? केरा पाए पनि म त खान्न, फेरि पेट ठुलो भयो नि के गर्ने? बरु सोल्टीहरूकोतिर कतिको सस्तो छ नि केरा। सस्तो छ भने सुटुक्क मेसेन्जरबाट पठाउनुहोस् त। सोल्टीको गाउँको केरा कस्तो हुन्छ? साथीहरू, मलाई एकजना बोयफ्रेन्ड चाहिएको छ। धेरै माया गर्ने, दिनै पछि मेरो खुट्टा काँधमा लगाउन सक्ने खालको कोही हुनुहुन्छ रहे, नलजाई मसँग जोडिनु होला। 3 चोटिसम्म काँधे लगाउन सक्ने खालको भए हुन्छ। लभ गरेको भोलिपल्ट नै आजकलका केटाहरू चेक गरौँ न भन्न थाल्छन्। चेक गर्न दिउँ भने वाक वाक आउने बनाउँछ भन्ने डर, नदिउँ भने केटो नै बेपत्ता हुने हो कि भन्ने डर। के जमाना आयो आयो, आजभोलिका लभ छालामा अडेको छ। के गर्नु साथीहरू, जंगलमा एक्लै छु। जंगलमा मंगल गर्ने सोल्टीहरू पनि कोही छैन। यो एकान्त जंगलमा मंगल गर्दै बस्न पाए पनि दामी हुन्थ्यो होला। सलाट सलाट पारेर मंगल गर्दा आहा कस्तो हुन्थ्यो होला है सोल्टी? कमेन्टमा लेख्नुस् त कस्तो हुन्थ्यो होला। तर मलाई वास्ता छैन, म आफ्नै जोनमा सपना बुन्छु डेली फोकस वान गोलमा। पिरतीको डोरीले बाँधेको यो गेम, माया पनि रियल, फेम पनि सेम। न त धनको लोभ न त मनमा पिर, तिम्रो साथ पाएपछि म बन्छु स्टिल वीर। एउटा कुरा के सोल्टीहरू, अस्तिदेखि मेरो मनमा एउटा कुरा खेलिरहेछ। त्यो के भने, कुकुरहरूले कार्यक्रम गर्दा किन अड्किन्छ? कुकुरहरूको चाहिँ कस्तो हुन्छ र अड्केको होला है? मान्छेको पनि त्यस्तै अड्किने हो भने त बर्बादै हुन्थ्यो होला है। चोखो माल चाहिन्छ भने गाउँघरको केटी हेर्नुपर्छ है सोल्टीहरू। सहर बजारको त बाख्राको कान जस्तो बनाइसकेको हुन्छ भन्छन्। बाख्राको कान जस्तो बनाइसकेको हुन्छ भन्छन्। एउटा कुरा सुन्नुहोस् त, बिहेको रात के गर्नुभयो? सुरुको रातमा त पिल्साइ नै दिन्छ भन्छन् त हौ। सुरुको रातमा त पिल्साइ नै दिन्छ भन्छन् त हौ। साथीहरू, तपाईहरूले कसले यस्तो धाराको पानी खानु भएको छ नडाटी भन्नुहोस् त। अनि अझै कसले खान पाउनु भएको छैन त्यो पनि भन्नुहोस् है। यस्तो धाराको पानी अझै चाख्न नपाएको सोल्टीहरूलाई म चाख्ने मौका दिन्छु। फटाफट भनिहाल्नुहोस् है, अनि लाइक पनि गर्नु होला। यो सोल्टिनीको त साह्रै चिलाएको रहेछ भनेर कमेन्ट गर्नुभएको रहेछ। साह्रै चिलाएको त होइन, कहिलेकाहीँ चिलाउँछ जुम्रा परेको बेला, कहिलेकाहीँ चिलाउँछ जुम्रा परेको बेला। हेर्नुहोस् सोल्टीहरू, म त कन्डम बिना गर्नै दिन्न। सधैँ कन्डम बोकेर हिँड्नुपर्छ। फेरि माल पायो भनेर सिधै धसिहाल्ने होइन, फेरि माल पायो भनेर सिधै धसिहाल्ने होइन। कन्डम लगाउन बिर्सनु हुँदैन। सुकुम्बासीमा डोजर चलेको मात्रै कति हेर्छौ माया?
आऊ तिम्रो डोजर लिएर मेरो गैरी खेतको बाजो जोतिदेऊ, बाजिएको खेतमा पानी हालिदेऊ। तिम्रो त्यो डोजरको पर्खाइमा तडपिरहेको छ मेरो बाजो खेत। आऊ बाजिएको खेतलाई पानी हालेर क्वाच क्वाच बनाइदेऊ, सुकुम्बासीमा डोजर चलेको मात्रै कति हेर्छौ माया? आऊ तिम्रो डोजर लिएर मेरो गैरी खेतको बाजो जोतिदेऊ, बाजिएको खेतमा पानी हालिदेऊ। तिम्रो त्यो डोजरको पर्खाइमा तडपिरहेको छ मेरो बाजो खेत। आऊ बाजिएको खेतलाई पानी हालेर क्वाच क्वाच बनाइदेऊ। नहेर्नुस् न हौ सोल्टी त्यसरी। अहिले फेरि हजुरको कान्छो भाइ सनक्क गरेर रिसायो भने के गर्नु? फेरि कान्छो भाइ फकाउन त गाह्रो पो हुन्छ त। कान्छीको पुतलीमा डुबुल्की नमारीसम्म त ढुङ्गै फुटाउला चाहिँ गर्छ नि कान्छो भाइ। ओ सोल्टीहरू, एउटा कुरा कि, अनि केटाहरूले त हातैले काम चलाउँछन् रे त हो, अनि हामी तरुणीहरूको चाहिँ के काम? अनि हामीलाई चाहिँ बैगु न। हामी त गाउँले केटी परियो सोल्टीहरू, कसैले लाइक पनि गर्दैन, फलो पनि गर्दैन, अनि हामीसँग त लभ पनि गर्दैन। के गर्ने होला? तपाईहरू कसैलाई म जस्तो गाउँले केटी मन पर्छ भने मसँग जोडिनु होला है। थाहा छ, गाउँले केटीहरू चोखो हुन्छन् नि। हेर्नुहोस् त सोल्टीहरू, आज म यो बैगुन लिएर जंगलमा आएकी छु। जंगलमा म बाहेक कोही छैन। अब यो बैगुनलाई के गर्ने होला भनेर सोचिरहेको छु। बैगुन अलि मोटो छ तर पनि काम चल्छ होला। तेल सेल लगाएर भए पनि काम चलाउनु पर्ला। के गर्नु? सोल्टीहरूको खडेरी लागेको छ। आधा घण्टासम्म नन स्टप मादल बजाउन सक्ने सोल्टीहरू हुनुहुन्छ भने सम्पर्कमा आउनुहोस् है। बरु मादलको छाला च्यातियोस्, तनक दिन नछाड्ने। केराको भाउ बढेपछि त यो सोल्टीहरूको पनि भाउ बढेर खपिन सक्नु छैन। केराको भाउ त बढ्यो, अब रोटीको भाउ पनि बढाउनु पर्छ। केरा जस्तो जिन्दगीमा केराकै भाउ बढेर खान नसकिने भयो। मगर्नीको माल त साह्रै दामी हुन्छ भनेर लेख्नु भएको रहेछ एकजना सोल्टीले। यो माल भनेको चाहिँ के रहेछ? थाहा हुनेले कमेन्टमा लेख्नुस् त। मगर्नीको माल त साह्रै दामी हुन्छ भनेर लेख्नु भएको रहेछ एकजना सोल्टीले। यो माल भनेको चाहिँ के रहेछ? थाहा हुनेले कमेन्टमा लेख्नुस् त। एकजना सोल्टीले यो मगर्नी चोखो त होइन होला भनेर लेख्नु भएको रहेछ। म एकदमै सिल प्याक हो, कसैले पनि उद्घाटन गरेको छैन। तपाईहरू कसैलाई मेरो उद्घाटन गर्न मन छ भने कमेन्टमा भन्नु होला। तर हतियार भने मार हान्न सक्ने हुनुपर्छ, मुख मात्रै जिस्काउने होइन, डोज पुग्ने हुनुपर्छ। भित्तै फुटाउला चाहिँ गर्छन् सोल्टी राजाहरू। डुबाउन नपाई स्याल्याक्कै हुँदो रहेछ। बेकारमा मुख जिस्काउने। भुत्ला नभएको पुतालीमा मजा आउँछ भन्नुभएको रहेछ। के भुत्लाले भाइलाई बाटो छेक्छ र? खाने मुखलाई कहाँ जुङ्गाले छेक्छ र? दशा लागेपछि थुतुनो चिलाउँछ र बैसा चढेपछि मुतुनो चिलाउँछ भन्थे बुढापाका। तर यो मुतुनो भनेको चाहिँ के रहेछ? साथीहरू, तपाईहरू कसलाई थाहा छ मलाई बुझाइदिनु होला है। यो मुतुनो भनेको चाहिँ केलाई भन्दो रहेछ?